Namaste. Welcome back to my video. सो आज फेरि पनि तपाईँहरू समक्ष एउटा इन्ट्रेस्टिङ विषय लिएर उपस्थित भइसकेको छु र हजुरलाई सोफार मैले आजसम्ममा धेरैवटा भिडियोजहरू हालेको छु, जस्तै दार्जिलिङको इतिहासदेखि लिएर दार्जिलिङको भूभाग, यहाँको जमिनको के कसो होइन स्टेटसहरू रहेको थियो विगतको दिनहरूमा, बिफोर इन्डिपेन्डेन्सदेखि लिएर ब्रिटिसको एरातिर मैले सबै भिडियोजहरू त हालिरहेको छु। आई होप तपाईँहरू सोफार इन्जोय त गरिरहनु भएको छ होला है। र मैले धेरै होइन यहाँको वर्तमान नेतृत्वहरूको लागि पनि होइन धेरै सजेसन्सहरू है मैले त दिनै रहेको छु। आई होप उहाँले पनि यो भिडियो मार्फत त धेरैवटा कग्निजेन्सहरू लिइरहनु भएको छ होला है। सो गाइज, टुडे लेट्स टक अबाउट पिपिएस। यस, पिपिएस हामीले धेरै वर्षदेखि सुन्दै आएको हो है। अनि हामी सबैले त्यही पिपिएसको मुद्दामा धेरै इलेक्सनहरू पनि हाल्यो है, नेताहरूलाई जितायो पनि, अनि नेताहरूले पनि त्यही पिपिएसको मुद्दामा धेरै चुनावहरू जित्नुभयो, चौकीमा पुग्नुभयो है। र आजको भिडियो चाहिँ लेट्स टक अबाउट पिपिएस र मेरो पर्सनल पोइन्ट अफ भ्यूमा चाहिँ पिपिएस के हो म त्यो तपाईँहरूलाई साझा गर्न गइरहेको छु है। मैले आफ्नो व्यक्तिगत विचारमा तीनवटा पोइन्टमा हालेको छु, क्याटेगोरी नम्बर 1, क्याटेगोरी नम्बर 2 र क्याटेगोरी नम्बर 3 है। र फर्स्ट एन्ड फरमोस्ट तपाईँ अनि हामी सबै लाटासिधा जनताको पिपिएस भनेको चाहिँ सेपरेट स्टेट, यानि कि तपाईँ अनि हामी सबैको आफ्नै राज्य, हाम्रो यही अनुहार भएको चिफ मिनिस्टर, यही अनुहार भएको मन्त्रीहरू, यही अनुहार भएको पुलिसहरू होइन, यही अनुहार भएको ब्युरोक्रेट्सहरू, यही अनुहार भएको होइन सबै अफिसर्सहरू, नेताहरू, मन्त्रीहरू त्यो पिपिएसमा चाहिँ बस्न सक्छ। र त्यो हो सबैभन्दा पहिलो छुट्टै राज्य। विगतको धेरै दीर्घकालीन समयदेखि हामीले माग गर्दै आएको है, अब यो हुनसक्छ। अब यो पिपिएसमा चाहिँ पूर्ण रूपले हाम्रो आफ्नै राज्य हुन्छ, जहाँ चाहिँ हाम्रो आफ्नै ल एन्ड अर्डरदेखि लिएर आफ्नै विधानसभाहरू भयो होइन, आफ्नै ट्याक्सहरू हामी कलेक्ट गर्न सक्छौँ र आफै हामीले चलाउन सक्छौँ। र पूर्ण राज्य हुने क्षमता चाहिँ हाम्रो भारतको संविधानले नै दिइरहेको छ। संविधानको धारा 3 अन्तर्गत होइन एउटा नयाँ राज्य, नयाँ स्टेट फर्म हुनसक्छ, त्यसको एरियाहरू होइन तपाईँले नयाँ क्रिएट गर्नु सक्छ भनेर त्यो बताइरहेको छ। तर हाम्रो माग चुकिरहेको छ र यसमा पनि अब ठुलो विषय छ है। हुनु त अब यो विषय धेरै थोर अब बुद्धिजीवीहरूलाई त थाहै छ, कतिपय नेताहरूलाई पनि थाहा होला है। र सबैभन्दा एक नम्बरको बाधा हामीलाई यहाँ परेको छ, तपाईँलाई थाहा छ हाम्रो सिमाना पारिपट्टि नेपाल छ है, वारी हामी छौँ होइन। र अब अहिलेको जियो पोलिटिक्स हेऱ्यो भने इन्डियालाई सबैपट्टिबाट एट्याक गर्ने चान्सेसहरू, अथवा भनौँ न कहीँ न कतै बाहिरको फोर्सहरूले, एक्सटर्नल फोर्सहरूले एट्याक गरिरहेको छ भने त्यो हो बङ्गलादेश अनि पाकिस्तान होइन, एकदम चरम छ, चाइनाहरू छ होइन। र अब हाम्रो क्षेत्र भनेको चाहिँ चिकन नेक हो है। यी सबै क्षेत्रमा हाम्रो बोर्डर हामी सेयर गर्छौँ, चाइनासँग पनि सेयर गर्छौँ होइन, बङ्गलादेशसँग पनि गर्छौँ, अनि फेरि यता नेपालसँग त अब एकदमै नजिक वारीपट्टि पालोपट्टि छ है। र त्यो हिसाबले गर्दाखेरि पनि एउटा फेरि नेसनल सेक्युरिटीको लागि पनि यो चिज चाहिँ सायद नभएको जस्तो मलाई भान भइरहेको छ, अथवा होइन मलाई त्यो लाग्छ, त्यो पनि हुनसक्छ है। र अब यसमा हामीले खासमा त अब वर्क गर्नुपर्ने हो, काम गर्नुपर्ने हो, के विषय कसो विषय, तर हामी होइन अब काम गर्नै माग्दैनौँ है। अब त्यो लाटाले कागले कान लग्यो भनेर त्यो कागको पछि कुदेको जस्तो वी वान गोर्खाल्यान्ड, वी वान गोर्खाल्यान्ड होइन। तर अब गोर्खाल्यान्ड किन भइरहेको छैन, यतिको आन्दोलनमा यति हजारौँजना सहिद भएर पनि किन भइरहेको छ, त्यो विषयमा हामी कहिले पनि हेरेको छैनौँ होइन। सो यो विषयहरूमा अब धेरै बुद्धिजीवी ल्याएर, अलिकति एक्सपर्टहरू ल्याएर होइन सङ्गोष्ठीहरू, एउटा कन्भेन्सनहरू गऱ्यो भने चाहिँ एकदमै राम्रो हुन्छ जस्तो लाग्छ है। अनि नेसनल सेक्युरिटीको आधारमा पनि सायद है त्यसले अनि कतै अब केन्द्र सरकारलाई लाग्छ होला है, अब त्यो हिसाबले पनि अलिकति खतरै हुन्छ भनेर। कारण तपाईँलाई थाहा होला है, सिक्किम राज्यमा एन्ट्री हुनलाई नेपालको नागरिकहरूले अहिले पनि आइएलपी काट्नुपर्छ, इनर लाइन पर्मिट है। अनि आइएलपी बिना नेपालको नागरिकहरूलाई सिक्किममा प्रवेश निषेध छ। अनि आइएलपी काटेर गए तापनि सिक्किमको कतिपय सेन्सिटिभ एरियाहरूमा उहाँहरूलाई अलाउड छैन जाने है, त्यहाँ उहाँहरूको एन्ट्री निषेध छ। र त्यो हिसाबले पनि सायद सम्भवतः मलाई लाग्छ हाम्रो क्षेत्रमा पनि असर पारेको हुनसक्छ है। त्यो अब धेरै कुराहरू छ, अब खोदाले भन्छ है। अनि मोस्टली चाहिँ तपाईँलाई थाहा होला 1950 को एउटा इन्डिया नेपाल ट्रिटी अफ पिस एन्ड फ्रेन्डसिप होइन, भारत नेपाल शान्ति तथा मैत्री सन्धि होइन 1950 को,
त्यो धारा 7 एकदम चरम त्यसै सुभाष घिसिङले विरोध गरेको होइन नि त होइन। सुभाष घिसिङलाई तपाईँले लत्तरको मान्छे नठाने पनि हुन्छ, तपाईँलाई थाहा छ है, हाम्रो गोर्खाजहरूको फिलोसोफर भनेर है, उहाँले त्यसै विरोध गरेको होइन नि होइन। यो धारा 7ले चाहिँ एकदमै डरलाग्दो ठुलो दुश्मन हो हाम्रो है। कारण यो धारा 7ले के भन्छ भन्दाखेरि चाहिँ नेपालको नागरिकहरू पनि भारतमा आएर बिजनेस गर्न सक्छ, बसोबासो गर्न सक्छ, यहाँ घरपातहरू बनाउन सक्छ है, जमिनहरू किन्नु सक्छ। रेसिप्रोकल मुभमेन्ट, त्यहाँ नेपाल जानुको न त कुनै पासपोर्ट लाग्छ, न नेपालबाट यता आउनु पासपोर्ट लाग्छ। पार्टिसिपेसन इन ट्रेड एन्ड कमर्सहरू भयो, यो चिजहरूले गर्दा एकदम खतरै छ। त्यो भएर गर्दाखेरि आज हाम्रो क्षेत्रमा कहीँ न कतै धेरै इन्फ्लक्स छ, र त्यो इन्फ्लक्स भएकोले गर्दाखेरि जो चाहिँ हामी यहाँको मुख्य रैथानेहरू छौँ, हामी मूलवासीहरू छौँ, हामीलाई कहीँ न कतै यो चिजले पनि एकदमै खतरा भइरहेको छ है। र फलस्वरूप हामी जहिले पनि है यो कुरामा चाहिँ अब अलिकति ठुलो बडो नेताहरूले पनि स्टडी गरेको राम्रो हो, स्टडीहरू गरेर अलिकति सेन्ट्रल होइन गभर्मेन्टहरूतिर यो कुराहरू राखेको सायद राम्रो हुन्छ जस्तो लाग्छ। यसले न कि हामीलाई मात्र खतरा छ, तर नेपाललाई पनि ठुलो खतरा छ है। कारण बिजनेसको कुरा छ, किनभने यो धारा 7ले त बिजनेसहरू एकदमै फ्री गरिदिएको छ नि त, गर्नु पाउँछ भनेर होइन। सो इन्डियाबाट गएर पनि धारा 7ले त अब इन्डियाको ठुल्ठुलो इन्डस्ट्रियलिस्टहरू पनि गएर नेपालमा बिजनेस गर्नु सक्छ, त्यो पनि खतरा हो है। अनि हाम्रो क्षेत्रमा पनि आएर आज हेऱ्यो भने प्राय मोटामोटी डुअल सिटिजनसिप होइन इन्फ्लक्स भएकोले गर्दाखेरि कहीँ न कतै इन्डियाको नागरिक पनि छ, इन्डियाको भोटर आइडी पनि छ, नेपालको भोट आइडी भएको पनि हामी लचप्रै हाम्रो गाउँतिर छँदैछ। हाम्रो गाउँठाउँको पनि कतिजनाहरू होइन यता नेपालको पासपोर्ट भएर पनि विदेशहरू गइरहेको त हामी त ज्वलन्त उदाहरण त छ। सो यो गर्दाखेरि पनि धेरै कहीँ न कतै हाम्रो आजसम्म माग पुरा नहुनुमा चाहिँ सबैभन्दा प्रथम बाधा चाहिँ मलाई चाहिँ यो पनि लाग्छ। सो यो चिजमा हामीले अब धेरै जनाउनु सक्नुपर्छ, कन्भिन्स गराउनु सक्नुपर्छ सरकारलाई है। अनि जति सक्दो चाहिँ धारा 7लाई चाहिँ यसलाई अमेन्ड गर्नु, रेक्टिफाई गर्नु चाहिँ एकदम जरुरत छ जस्तो मलाई लाग्छ। र त्यस्तोहरूले गर्दाखेरि चाहिँ कहीँ न कतै हामी मूलवासी, हामी मूल रैथानेहरूले चाहिँ धेरै दुःख पाइरहेको हो। आज यो कुरा मान्नुहोस् नमान्नुहोस्, तर यो ध्रुव सत्य हो। मलाई लाग्छ कतिजनाले अब गाली गर्नुहुन्छ है, अब होइन, तर हामीलाई सत्यलाई एक्सेप्ट गर्नु सिक्नुपर्छ है। कहीँ न कतै नेपालसँग हाम्रो लिङ्क भएकोले गर्दाखेरि पनि एउटा नेसनल सेक्युरिटीको आधारमा पनि सम्भवतः मलाई लाग्छ हाम्रो छुट्टै राज्य चाहिँ नभएको जस्तो पनि लाग्छ है। यो चिजहरू बेसिक कुराहरू चाहिँ तपाईँ हामी एकदम सतर्क हुनुपर्छ। सो जति पनि अब इन्टेलिजेन्स, सेक्युरिटी इन्टेलिजेन्सहरूले चाहिँ अब यो विषयमा पनि धेरै ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। अर्को क्याटेगोरीमा पिपिएस नम्बर 2 चाहिँ के हुनसक्छ होला भन्दाखेरि चाहिँ यस, तपाईँ अनि हामी सबैले त अब होइन विभाजन भनेर भन्दैछ, सेपरेसन छ है। तर तपाईँलाई थाहा छ है एक्चुअलमा यो वर्ड शब्द नै अलिकति मिलेको छैन क्या। सेपरेट किन हुनु, किनभने यो भूभाग त कहिले पनि बङ्गालको थिएन फर्स्ट अफ अल। अनि किन चाहिँ हामी सेपरेट हुने होइन, बरु यसलाई चाहिँ हामीले एउटा सठिक वर्ड टर्म युज गर्नु पर्दाखेरि चाहिँ डिमर्जर भन्न मिल्छ है। किनभने हामी त अब बेङ्गलसँग मर्ज भएको हो नि त होइन। ब्रिटिसको सरकारले घरि कहाँ राखिदिने घरि कहाँ राखिदिने होइन, त्यो हिसाबले गर्दाखेरि यो ब्रिटिसको टाइममा पनि त सेड्युल्ड एरिया थियो, सेड्युल्ड डिस्ट्रिक्ट थियो। त्यसको बादमा आएर एक्सक्लुडेड एरियामा राखिदियो होइन 1919 सालमा। फेरि 1935 सालको गभर्मेन्ट अफ इन्डिया एक्टमा फेरि पार्सियली एक्सक्लुडेड एरियामा राखिदियो। अनि बिफोर इन्डिपेन्डेन्ससम्म पनि हामी पार्सियली एक्सक्लुडेड एरियामा हो नि त होइन। र त्यस पश्चात अब त्यो इन्डिपेन्डेन्स भएदेखि त धेरै कानुनहरू त्यो ब्रिटिसको उयोहरू भयो है, अब एभोल्युस भयो। सो त्यो हिसाबले अलिकति तैपनि अब हेर्नुहोस्, हामी चाहिँ कुनै पनि हालतमा बङ्गालको थिएनौँ, या त यहाँ कुनै बङ्गालको राजाहरूले रुलै गरेको थियो, क्याप्चरै गरेको थियो है। हामीलाई त जबरजस्ती हालिदिएको, र त्यसमा चाहिँ हामीले डिमर्जर भन्न चाहिँ मिल्छ। किन सेपरेट भन्दाखेरि चाहिँ अलिकति हाम्रो पोलिटिक्समा पनि फेरि यिनीहरू चाहिँ अलिकति होइन सेपरेटिस्टहरू, अलिकति अग्रेसिभहरू, अलिकति रेबिलियन, अलिकति होइन आन्दोलनकारीहरू होइन विच्छिन्नवादीहरू, त्यो किसिमको ट्यागहरू लाग्छ नि त होइन। सो हामीले भन्दाखेरि चाहिँ, हामीले भट्याउँदाखेरि चाहिँ एकदमै पोलिटिकली डिप्लोमेटिकली वर्डहरू चाहिँ सठिक युज गर्नुपर्छ है। र जतिसम्म मलाई लाग्छ हामीले चाहिँ सायद सेपरेसन या फेरि भन्दाखेरि पनि होइन डिमर्ज भन्यो भने चाहिँ सायद त्यसले अलिकति अर्थ लाग्छ जस्तो लाग्यो है। सो डिमर्ज हुनुलाई यहाँ चाहिँ इजिएस्ट वे चाहिँ दुईवटा छ, जो चाहिँ भारत सरकारकोमा एकदमै मलाई लाग्छ एप्रोप्रिएट छ। उहाँले चाह्यो भने यो एकदमै गर्न सकिहाल्नुहुन्छ। त्यो हो सबैभन्दा फर्स्ट एन्ड फरमोस्ट युटी।
यस, युनियन टेरिटोरी भारत सरकारले घोषणा गर्न सक्छ यो क्षेत्रमा है। र युटी हुँदा के हुन्छ भन्दाखेरि चाहिँ डाइरेक्ट केन्द्र शासित होइन, केन्द्र शासित प्रदेश भन्छ नि त होइन, केन्द्रबाट सेन्ट्रलको यहाँ लेफ्टेनेन्ट गभर्नर आउँछ है, उहाँले रुल गर्नुहुन्छ। अनि यहाँ आइएएस आइपिएस र ब्युरोक्रेट्सहरू सबै दिल्लीबाट सेन्ट्रलबाट आउँछ। अनि त्यसरी रुल गर्दाखेरि चाहिँ यहाँ चाहिँ हाम्रो अलिकति राम्रो पनि हुन्छ। तर युटीमा चाहिँ फेरि अलिकति पोलिटिकल पार्टिजहरूको है पावरहरू चाहिँ सायद अलिकति तलमाथि हुन्छ होला, बिकज अल इन अल यहाँ लेफ्टेनेन्ट गभर्नरले नै रुल गर्छ है। सो त्यो हिसाबले हो भने अब यदि हामीलाई अब यही चाहिएको भने चाहिँ युटी चाहिँ एकदम बेस्ट छ अहिलेको लागि है। र अब युटी पनि नदिनु सक्यो भने चाहिँ अर्को भारत सरकारको हातमा रेडी चाहिँ के छ भन्दाखेरि चाहिँ दार्जिलिङ सिक्किम मर्जर। यस, यो ऐतिहासिक रूपमा हेऱ्यो भने पनि, इतिहास हेऱ्यो भने पनि यसमा त एकदम सहज छ है। तर यसमा हामी मान्नु हुँदैन, कारण सिक्किमको अहिले आफ्नो इतिहास छ है। र त्यसै पनि सिक्किमलाई धेरै अन्याय अत्याचार भइरहेको छ नि त, किनभने एउटा देशबाट होइन एउटा राज्य बनेको छ। झनै सिक्किमको सिक्किमेली रैथानेहरू आज हेऱ्यो भने एकदम माइनोरिटीमा आइरहेको छ है। उहाँहरूको अब योगदानहरू इतिहास हेर्नुहोस् न होइन, बिएल समुदाय, भोटे लेप्चा समुदायहरू अनि कयौँ नेपाली समुदायहरू आज हेऱ्यो भने एकदम माइनोरिटीमा आइरहेको छ नि त होइन। र फलस्वरूप उहाँहरूलाई अलिकति कहीँ न कतै अन्याय अत्याचार त भइरहेको छ है। र अब झनै फेरि हामी त्यहाँ मर्ज हुँदाखेरि त अलिकति फेरि कहीँ न कतै होइन त्यो उयो भइरहेको सिचुएसन हुन्छ है। सो लेट देम लिभ है, सिक्किमलाई आफ्नै गर्नु दिनुहोस् है। सो हाम्रो आफ्नै स्टोरी छ, हाम्रो आफ्नै स्ट्रगल छ नि त, कारण होइन हो हाम्रो भाषा संस्कृति साहित्य सबै कुरा मिल्छ, रहन सहनदेखि लिएर हरेक कुरा होइन। यहाँ दसैँ मनाउँछ त्यहाँ पनि दसैँ मनाउँछ होइन, यहाँ माघे सङ्क्रान्ति मनाउँछ त्यहाँ पनि माघे सङ्क्रान्ति मनाउँछ, यहाँ लोसुङ मनाउँछ त्यहाँ पनि लोसुङ मनाउँछ, लोछार मनाउँछ त्यहाँ पनि लोछार मनाउँछ। हरेक कुराहरू हाम्रो एकदमै मिल्छ हो हजुर। तर कहीँ न कतै अब हाम्रो धेरैवटा डिफ्रेन्सहरू भयो नि त होइन। सो पोलिटिकल डिफ्रेन्सहरू भयो। सिक्किममा अझै हेर्नु भने ह्युज इन्फ्लक्स छ, बाहिरकोहरू आएर राजहरू गरिरहेको छ है, जहाँ चाहिँ एकदम टिपिकल सिक्किमिज है, बाई बर्थ बाई ब्लड उहाँहरू हेर्नुहोस् आज उहाँहरू माइनोरिटीमा आइरहेको छ होइन। र त्यो हिसाबले पनि हेर्नु हो भने एकदम अन्याय हुन्छ अनि हामीलाई पाप लाग्छ, त्यो गर्नु हुँदैन। त्यसोसले अब सिक्किमलाई दुःख दिइरहनु हुँदैन है, हाम्रो नेताहरूले पनि यो कुरा चाहिँ बुझ्नुपर्छ। तर ह्याभिङ सेड द्याट है, अब सरकार छ अब केन्द्र सरकारमा है, बिजेपी सरकारले चाह्यो भने यो त्यसैले आरामले पनि उहाँहरूले गर्न सक्छ है। तर त्यो गरेको खण्डमा सिक्किमले पनि विरोध गर्ने आवाज क्षमता राख्नुपर्छ र हाम्रो मान्छेले पनि अब त्यसमा चाहिँ आवाज राख्नु पऱ्यो कि है उहाँहरूको आफ्नै छ होइन, उहाँहरूको आफ्नै राज्य छ, उहाँहरू आफ्नै चलिरहेको छ। सो अब त्योपट्टि दुःख नदेऊ है। सो हामी जति सक्दो चाहिँ हामीले है एउटा फोकस भएर अगाडि बढ्यो भने चाहिँ एकदमै बेस्ट होला है। र क्याटेगोरी नम्बर 2मा मैले त्यो राख्दिएँ है, इदर युटी या त दार्जिलिङ सिक्किम मर्जर उहाँहरूको निम्ति एकदमै राम्रो छ पिपिएसमा चाहिँ नम्बर 2मा है। र अब नम्बर 3मा चाहिँ जो चाहिँ प्रबल सम्भावना छ भारत सरकारले यही नम्बर 3 वाला दिन्छ भनेर, त्यो हो अटोनोमी। यस गाइज है, अब टाइम एन्ड अगेन हाम्रो अनरेबल होम मिनिस्टरले पनि विभिन्न चुनावकै दौरान है उहाँको जनसभातिर भन्नुभएको थियो होइन, बङ्गालकै अन्डरमा एउटा छुट्टै होइन व्यवस्था जो चाहिँ एकदम संवैधानिक व्यवस्था भनेर पनि भनिरहेको छ है। र टाइम एन्ड अगेन धेरैले भनिरहेको छ, अब हाम्रो बङ्गालको विधानसभाबाट पनि महामहिम राज्यपाल महोदयले उच्चारण गरिसकेको छ गोर्खाल्यान्डको शब्द है, त्यो अन रेकर्ड छ होइन। अब उहाँले भन्नुभएको छ एउटा संवैधानिक ढाँचामा है पर्मानेन्ट पोलिटिकल सल्युसनको निम्ति कार्य गर्ने भनेर भनिरहेको छ। सो लेट अस वेट है, होपफुली यो एकदम राम्रो नै हुन्छ होला होइन। र पोइन्ट नम्बर 3 अथवा क्याटेगोरी 3मा चाहिँ मैले त्यही राखिदिएको छु कि अटोनोमी। र मैले टाइम एन्ड अगेन यो अटोनोमी विषयमा त अगाडि नै धेरै मैले भिडियोहरू बनाइदिइरहेको छु, यो कुरामा म रिपिट गर्न चाहिनँ है। र जतिसक्दो चाहिँ कन्स्टिट्युसनमा लेखेको हुनुपर्छ, हाम्रो संविधानको कुनै धारामा चाहिँ लेखेको हुनुपर्छ कि यो पर्टिकुलर दार्जिलिङ हिल्सको लागि चाहिँ यो अटोनोमी छ अनि यसमा यो पावर हुन्छ त्यो हुन्छ भनेर चाहिँ संविधानमा लेखिएको अटोनोमी चाहिँ हुनुपर्छ, यदि त्यो दिन्छ भने चाहिँ है। अन्यथा अब तपाईँ अनि हाम्रो माग जे छ त्यसमा हामी अडिग त बस्नुपर्छ है। र अहिलेको राजनीतिक माहौल हेर्नु हो भने एकदमै
हेरिरहेको छौँ सबैजना पोलिटिकल पार्टीहरू आफ्नो आफ्नो हिलो छेपाइ गरिरहेको, कसले के भनिरहेको, कसले के आफ्नो मुद्दामाथि र दार्जिलिङलाई अब अगाडि कसरी लानुपर्ने त्यो कुरामा त कुनै सिरियसै छैन नेताहरू है। चौकीकै लागि कुनै केको लागि है अब पनि जागेन भने चाहिँ कहिले जाग्ने, किनभने यो पर्टिकुलर समयमा त है उहाँले एउटा कलेक्टिभ लिडरसिपमा आएर होइन एउटा सामूहिक नेतृत्वमा आएर विभिन्न कन्फरेन्सहरू गर्नुपर्ने हो, विभिन्न सङ्गोष्ठीहरू गर्नुपर्ने हो यो पर्टिकुलर समयमा त होइन। अब हामीलाई के दिँदाखेरि के राम्रो हुन्छ त्यो विषयमा यहाँको जति पनि इन्टेलेक्चुअल्सहरूदेखि लिएर जति पनि अब हाम्रो सिभिक सोसाइटिजको मान्छेहरूदेखि लिएर हरेक सामाजिक कार्यकर्तादेखि लिएर हरेक पोलिटिसियन डिफ्रेन्ट पार्टिजको एक समूहमा आएर चाहिँ काम गर्नुपर्ने हो, सरकारलाई दबाब दिनुपर्ने। तर हेर्नुहोस् त्यहाँ आफ्नो 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 त्यो उयो भइरहेको छ। अनि गोर्खा भर्सेस गोर्खा दाजुभाइ माझमा युद्ध अहिले चलिरहेको छ है। र कहीँ न कता बाहिरको शक्तिहरूले पनि यही नै चाहन्छ नि त, किनभने उहाँले अब हाम्रो नेताहरूको नाडी छामिसकेको छ। मैले टाइम एन्ड अगेन भन्दैछु हाम्रो नेताहरू सिरियस नभएको कारणले गर्दाखेरि दार्जिलिङको दुर्गति आज यो भएको। किनभने दिल्लीलाई मजाले थाहा छ, कलकत्तालाई मजाले थाहा छ कि यिनीहरूलाई चाहिँ अलिकति पैसा र पावरको लोभ दियो भने राल चुहाइहाल्छ भनेर उहाँलाई मजाले थाहा छ। अनि उहाँहरू त झन् यस्तो कुरामा एकदम खप्पिस हो है, के गर्नुपर्ने कसो गर्नुपर्ने। यसोसले अब म भन्छु पुरानो नेताहरूलाई चाहिँ अलिकति साइड लगाइदिएर जति पनि नयाँ नेतृत्वहरू आउनु हुँदैछ तपाईँहरूलाई एकदम शुभकामना छ। तपाईँहरू निष्ठापूर्वक यदि जातिप्रतिको काम गर्दै हुनुहुन्छ भने चाहिँ एकदम कसैलाई नढाँटी नछक्काई होइन त्यो हिसाबले काम गर्नुहोस्। अवश्य पनि वान फाइन डे त केही न केही त हामीले पाउँछ होला नि है। अब फेरि पनि त्यही पछिल्लो नेतृत्वकोलाई नै हामीले अगाडि लियो भने चाहिँ किनभने उहाँलाई थाहा छ, दिल्लीलाई मजाले थाहा छ, रग रग में वाकिफ भन्छ नि हिन्दीमा होइन, रग रग में वाकिफ। सो त्यस्तै उहाँलाई त हाम्रो त इच एन्ड एभ्रिथिङ थाहा छ कि यिनीहरूलाई चाहिँ पैसा र अलिकति पावर र अलिकति फन्डिङ होइन अलिकति ज्यादा दियो भने खुसी भइहाल्छ, हाल्छ भने त्यो थाहा भइसकेको छ। यसोसले गर्दाखेरि चाहिँ अबको नेतृत्व गर्नेहरू एकदम इन्टेलेक्चुअल, एकदमै ज्ञानी होइन, एकदम फार साइटेड भिजन भएको। ठिकै छ, कमाउनुहोस्, फन्ड ल्याउनुहोस्, तर काम पनि गरौँ है साथीभाइहरू। दार्जिलिङको अवस्था हेर्नुहोस् त कति सरम लाग्दो छ आज। न बाटोघाटो राम्रो छ, न हस्पिटलहरू हेर्नुहोस् त्यत्तिकै, शिक्षाको व्यवस्था हेर्नुहोस्, खेलकुदहरू, यहाँ सङ्गीतकारहरूको लागि हेर्नुहोस्, केहीमा पनि हामी एकदमै फरवर्ड भएको छैन, एकदमै ब्याकवर्ड भइरहेको छ। अब चाहिँ इट्स अ हाई टाइम कि तपाईँहरू सहीले चाहिँ एउटा सही नेतृत्वहरू पहाडलाई जिम्मा दिने चाहिँ एउटा सही नेतृत्व तपाईँहरूले चिन्नुहोस् है, बुझ्नुहोस् अनि उहाँलाई नै नेता मान्नुहोस्। नत्र चाहिँ यो किसिमको दुःख पाउँछ अनि बाहिरको शक्तिहरू आएर यहाँ दार्जिलिङमा राज गर्नु थाल्छ। आजभोलि हामी देखिरहेको छौँ हाम्रो दुर्गतिहरू के भइरहेको छ है। बाहिरको शक्तिहरूले हामी बिचमा लडाइदिइरहेको छ अनि हामी बिच पनि होइन चौकीको लागि के को लागि लडिरहेको छौँ। कति हेर्नुहोस् त कति मजाले लडाइदिएको है। र अब पनि हाम्रो नेताको चेतना खोलिएन, बुद्धि खोलिएन भने चाहिँ हाम्रो अपकमिङ जेनेरेसन चाहिँ त्यसै पनि बर्बाद भइसकेको छ। झन् आउने जेनेरेसनहरूलाई त यहाँ बाँच्न अनि यहाँ जिउन त एकदमै मुस्किल हुन्छ। यसोसले अबको नेतृत्व सही चुनाउ है, सही लिडरसिप भएको भिजन भएकोलाई अगाडि बढौँ है। र त्यही छ मेरो भन्नुपर्ने। र यहाँहरू सबैलाई फेरि पनि धन्यवाद। अब नेक्स्ट भिडियोमा अफकोर्स अझ यस्तो राम्रो राम्रो कन्टेन्टहरू, हाम्रो नेताहरूको दिमाग खोलिदिने कन्टेन्टहरू है, र यहाँको जे जति नेतृत्वहरूले के कसरी गर्नुपर्ने त्यो किसिमको म एडभाइसहरू चाहिँ यहाँ समक्ष लिएर आउने छु। तबसम्मलाई मलाई आज्ञा दिनुहोस्। नमस्ते।